नमस्ते, नमस्कार साथीहरू। म चाहिँ द नेपाल रिजल्ट एन्ड न्युज युट्युब च्यानलबाट म एसके श्याम। आजको हाम्रो टपिक रहेछ पिएमकेपी ओलीले यो इयरमा 65% स्टुडेन्ट एसईमा पास हुने बताएको छ। आजको एसई रिजल्ट अपडेट अनुसार परीक्षा बोर्डले अहिलेको अवस्थामा परिणाम प्रकाशित गर्न अन्तिम चरणमा पुगिसकेका छ। प्रकाशनको नतिजा हेर्नको लागि उनीहरू पहिला नै वेबसाइट र एसएमएस च्यानलहरूको सूची बनाइसकेका छन्। एसई यहाँको अफिसियल वेबसाइट नेपाल टेलिकम सर्च गरी SEE.NTC.NET.NP गई आफ्नो रिजल्ट चाहिँ हेर्न सक्नुहुन्छ र अरू वेबसाइट पनि रहेछ, जस्तै कान्तिपुर, इडियु सञ्जाल र एसएमएस बक्समा गई टाइप गरी एसई स्पेस सिम्बल नम्बर राखी 16,000मा पठाउन सक्नुहुन्छ। इक्जाम्पलको लागि हामी चाहिँ आफ्नो एसएमएस बक्स खोली माथि चाहिँ टाइप गरेर 16,000 र तल एसई स्पेस दिएर आफ्नो सिम्बल राखेर सेन्ड गर्नु र आफ्नो रिजल्ट चाहिँ आफै एसएमएसबाट रिप्लाई आउँछ। तपाईँहरूको नतिजा राम्रो आओस् भनी विद्याकी देवी मा सरस्वती देवीसँग प्रार्थना गर्दछु। धन्यवाद। र हाम्रो युट्युब च्यानल द नेपाल रिजल्ट एन्ड न्युजलाई सब्सक्राइब गर्नुहोला।